अन्त अस्तिको आन्दोलनमा त त्यो खैरेले त व्यापक पैसा लगेको थियो नेपालबाट भिडियो बनाएर त नि भाइ यार मजाले लगेछ के 25 मिनटको भिडियोले 1 करोड लगभग 1 करोड समथिङ लिएर गयो के त्यतिखेर हाम्रो नेपाली दाजुभाइ अब होइन अब जेनजी आन्दोलन गरिरहनु भएको थियो कुनै अब युट्युबरहरू हुनुहुन्थ्यो अथवा तपाईँको सोसियल मिडियामा क्यामेरा बोकेर हिँडिरहनु भएको थियो उहाँहरूले राम्रो तरिकाले त्यो गरे भए भाइरल हुन्थ्यो त्यो 1 करोड पैसा त नेपालमै आउँथ्यो नि त तर हाम्रो नेपाली दाजुभाइले पैसै छैन केही चिज पनि छैन भन्छन् के तर पैसा छ नेपालमा छ अहिले सोसियल मिडियाले तपाईँको फेसबुक टिकटक युट्युब होइन इन्स्टाग्राम सबले पैसा दिएछ तर मिहिनेत गर दिमाग लगाऊ पैसा छ तर हामीहरूलाई अब के गर्ने दिमागै छैन पैसा कमाउनु बाबामा यसो विदेशतिर छन् भने घर पैसा पठाउनु भन्ने बाइक किन्ने केटी हाल्ने हिँड्ने ध्यान त्यही छ अनि रातभरि हिँड्ने बिहानभरि सुत्ने अनि कहाँबाट पैसा कमाइन्छ त नि दिमागै छैन त्यो कल्चरै छैन क्या हाम्रो नेपालमा ल हेर्नुहोस् त त्यो कुहिरेले के हो क्या भाइ किन हाँस्नु किन हाँस्नु भयो के सम्झेर हान्नु भयो लालाजीलाई सम्झेर हान्नु भयो क्या चाउमिन सम्झेर हाँसेको मिठो रहेछ अनि अरू भन्नुहोस् अरू केही सोध्न मन छ भने भन्नुहोस् अनि लालाजीको कस्तो लाग्छ त नि एकदम बवाल सुपरस्टार त्यो लालाजी गन्तव्य इन छ नि 17 सेक्टर बेक साइडको त्यहाँ होटेलको मालिक हो बुढा गन्तव्य इन हो उहाँको होटेलको पहिला त्यही होटेलमा मैले नि काम गर्थेँ के सेफ काम गर्थेँ तर बुढा पहिला एउटा हँसियाली नै हुनुहुन्थ्यो बुढाको ठट्टा गर्ने बानी बुढा मान्छे एकदम रेल के भाइनट कोकोनट भनेर एकजना कुहिरेसित उहाँले गर्नुभयो चल्यो पनि भाइरल हुनुहुन्छ तर बुढा रियलमै एकदम बिन्दास टक्क 1 गिलास चिया उहाँलाई खुवाउनु पर्थ्यो आउँदाखेरि त्यतिखेर हाम्रो चुरोट खाने बानी है ल बुवा चुरोट खान ल केटा प्याकेटै फ्याँक्थ्यो बुढाले बुढा गुड मान्छे हो बुढोले यो मेरो भिडियो हेरेर अब हेर्नुभयो भने होइन उहाँलाई नि याद छ त्यो कुराहरू होइन लेक साइडको गन्तव्य होटेल वहीँको हो कि भाइनट कोकोनट लालाजीको हो रमाइलो बुढा आजकल मैले युट्युबमा फेसबुकमा अनि टिकटकमा देख्छु कि उहाँलाई एकदम खुसी लाग्छ तपाईँको युट्युब च्यानल छ नि त नै मैले बनाएँ नि मैले काम गर्न सक्दिनँ बाबु मैले त्यति मेसो नि पाउँदिनँ सोच्नु त्यसरी र त्यति नलेज छैन क्या युट्युबको बारेमा फेसबुकको बारेमा चाहिँ हल्का फुल्का हो भिडियोहरू कसरी युज गर्नुहुन्छ केबाट युज गर्नुहुन्छ त्यो एडिट मैले खासै गर्दिनँ त्यो एउटा कट के भन्छ कट ट्याप के भन्छ अरे त्यतिबाट हल्का फुल्का हो गर्ने कोसिस हो तर त्यति चाहिँ पर्फेक्ट चाहिँ छैन हल्का फुल्का इन्जोय गराइ रमाइलो होइन हल्का फुल्का त्यही हो अरू केही होइन अनि हाम्रो स्याङ्जाको प्रतीक भाइको कुरा गर्नुभएको थियो नि तपाईँले त्यो स्याङ्जाको हाम्रै कामको हो त्यो भाइलाई पहिला मान्छेले पागल हो त्यो त पागल हो भन्छ नि त अहिले भाइरल भयो अहिले टिकटकमा दामी नाम पनि कमाहान् पैसा नि कमाएको थियो भाइले होइन त्यही भए चाहिँ तपाईँ भाइरल हुन छ भने दुनियाँले जेसुकै भनौँ आफ्नो काम चाहिँ छोड्न नहुँदो रहेछ क्या कुरो त्यो रहेछ है भाइ कति वर्ष हुनुभयो लगभग हुनुभयो होला नि त्यही 23-24 वर्ष त एकचोटि भेट्न मन छ भाइसित टक्क बोलाएर एउटा भिडियो चाहिँ भाइसित बनाउने सोचिरहेको छु मैले होइन हेरौँ कस्तो हुन्छ कामकै भाइ हो
भाइलाई पनि राम्रो लाग्छ क्या भाइले जुन चाहिँ एक्टिङहरू गर्नुहुन्छ नि मजा आउँछ ठाउँको नाम के अरे ए हाम्रो त उहाँ स्याङ्जा मनकामना गाविस पहिला हाम्रो मनकामना गाविस थियो अहिले चाहिँ हाम्रो बिरुवा गाउँपालिका भयो गाविसबाट गाउँपालिका भयो स्याङ्जामा नि ट्यालेन्ट त कुटेर भरे खायो स्याङ्जाली पनि राम्रै छन् ट्यालेन्टमा कोही मिहिनेतले पनि छन् स्याङ्जालीहरू मिहिनेत गर्छ सन्दीप लामिछाने सर पनि स्याङ्जाकै हुनुहुन्थ्यो नि एउटा कामै नलाउनु त म मात्र हो भाइ न के छ है रङ्ने ढङ्गको मान्छे म मात्र हो स्याङ्जाको अरू चाहिँ सब केही न केही कला भएको मान्छे हो आज दाइलाई कसरी भेट्न मन लाग्छ नि भाइ सुरु के भन्दाखेरि कहाँबाट सुरुवात गर्नुपर्ने भन्दाखेरि लगभग 11 बजी थियो घरमा एक्लै थिएँ भोलि घर जाने प्लान भोलि अथवा पर्सि घर जाने प्लान बनाइयो पछि नुहाइ गरियो चुच्चु भएर निन्द्रा लाग्यो अनि त्यहाँबाट आज होटलतिर आएर सामानहरू लाने अलिअलि सामानहरू लाने सोच्दै थिएँ अनि त्यही बिचमा तपाईँको याद आयो फेरि अलि दिन अगाडि कुरा भएको थियो नि बस्ने भनेर ठ्याक्कै अनि बस्ने टाइम नहोला जस्तो भयो बस्नु भयो नबस्दाखेरि अलिकति नमजा सम्झ्दाखेरि नमजा हुन्छ नि त तपाईँलाई नमजा हुन्छ कि म आफैलाई नमजा त्यहाँबाट ल भनेर निस्केको गोठ मलाई घोसी भाइ भेट्न मन थियो पहिलोसँगै काम गर्ने भाइ दाइ होइन दाइ खाना भाइले हेर जाने काम गरिदिन्थ्यो खुसी रमाइलो थियो त्यतिखेर भने त्यही हो हाम्रो चाहना जहाँ बसेर सँगै मिलेर काम गर्नुपर्छ त्यसरी पछि सधैँ भेट्दाखेरि पहिला जसरी नै भेट्नुपर्छ त्यही हो तर मोमो चाहिँ बदलाव रहेछ भाइ तपाईँले पनि बनाउनु अनि बनाउँछु भाइ म तपाईँले बनाउनु त सुधार हुन्छ दामी रहेछ ल यही बिचमा भक्तिले पनि साथ छोड्नु भएको जस्तो आउँछ भक्ति पनि साथ छोड्नु भएको जस्तो लागिरहेको छ काट्नु भएको काट्दै